हाई गाइस, सबैजना चाहिँ लोकेसनको बारेमा सोध्नु भएको थियो अनि लोकेसन चाहिँ यो स्ट्रोभोलस एरियामा पर्छ अनि हजुरले चाहिँ अब यो ठाउँमा चाहिँ बसहरू पनि मजाले आउँदो रहेछ। अगाडि त्यसको पछाडि साइडहरूमा वरिपरि नै बस आउँदो रहेछ। तर मेन अनि यो स्ट्रिटमा आउने बस मेबी अब हजुरलाई पनि कतिजनालाई चाहिँ थाहा छ होला, तर अब थाहा नभएकोहरूलाई चाहिँ म भन्न चाहन्छु कि यदि हजुरहरू लिद्राबाट आउँदै हुनुहुन्छ भने 26 को बस आउँछ यहाँ अनि 26 को बस लिएर चाहिँ हजुर डाइरेक्ट यहाँ आउन सक्नुहुन्छ। अनि नत्र हजुरले चाहिँ गुगलमा मजाले एक्रोपोलिस पार्क भनेर सर्च गर्नुभयो भने हजुरले ठ्याक्कै यहाँ आउँछ। अनि यहाँ मार्क एन्ड स्पेन्सर पनि देख्नु भएको छ। ठ्याक्कै यो मार्क एन्ड स्पेन्सरको अपोजिट साइडमा हेर्नु बर्गर किङ पनि छ अनि यो बर्गर किङ हुँदै यो लेफ्टतिर हाम्रो अनि सर जाने म यहाँ स्पेसली आएर हजुरलाई भिडियो बनाइदिएको छु। अनि जस्ट वान्ट टु क्लियर यु गाइज, यो चाहिँ हाम्रो नेपाली कम्युनिटीले गरेको प्रोग्राम होइन, यो सिप्रेटहरूले नै फिमी फिस्ट साइप्रसले बनाउनु भएको प्रोग्राम हो। जस्ट उहाँहरूले चाहिँ हामीलाई इन्भाइट गर्नुभएको हो अनि हामीले चाहिँ त्यो इन्भिटेसन चाहिँ एक्सेप्ट गरेर अनि हामीले चाहिँ हाम्रो कल्चर डान्स पनि देखाउन लागिरहेको छौँ। अनि अफकोर्स अब कल्चर ड्रेसहरू चाहिँ अब देखाइ नै हाल्छौँ। अनि यही हो एक्रोपोलिस पार्क अनि त्यसपछि यसकै यो तलपट्टि यो एरियामा हुन लागिरहेको छ। अनि नट ओन्ली नेपाल, डिफ्रेन्ट कन्ट्रीहरूको आउनुहुन्छ। अनि अब जतिजना पनि अब आउनुहुन्छ हजुरलाई एकदमै धेरै वेलकम छ, आउनु होला। कतिजनाको छुट्टी मिलेको छ, कतिजनाको छुट्टी मिलेको छैन। अब नेक्स्ट टाइम यतिखेर आउनु होला भन्दा पनि इट्स नट हामीले बनाएको प्रोग्राम होइन, त्यही भएर उहाँहरूले नै बनाउनु पर्को प्रोग्राम हो। यो चाहिँ वन्स अ इयर हुन्छ अनि अब मेबी अब नेक्स्ट इयर अब यो। अनि भोलि सन्डे हजुरहरू चाहिँ यहाँ आउनुभयो भने चाहिँ हामीलाई कसरी खोज्ने त भने सबैको स्टल हुन्छ अनि त्यो स्टलमा चाहिँ एउटा चाहिँ नेपालको स्टल पनि हुन्छ जहाँको बोर्डमा चाहिँ नेपाली वुमेन वेलफेयर एन्ड कल्चर एसोसिएसन साइप्रस लेखेको हुन्छ। अहिलेको लागि बाई बाई, भोलि भेटौँला।